सोनाम लोछार 2862 को सबैमा शुभकामना। घोडसवार चन्द्रशमशेरको चालिकको भिडियो खिच्न जाँदा टुँडुखेलमा लोसार उत्सव मनाइरहँदाको दृश्य देखेँ। यसलाई समाविष्ट गरी भिडियोलाई शुभारम्भ गर्न गइरहेको छु। जातिको उद्गम सभ्यता सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ। जातीय भाषिक सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रिय शक्ति हो, सम्पत्ति हो। जब हामी आफ्नो संस्कृतिमा गर्व गर्छौँ तब मात्र हाम्रो राष्ट्रियता बलियो बन्न सक्छ। यहाँ बसोबास गर्ने प्रत्येक जात जातिका आफ्नै बोली, परम्परा, संस्कृति र जीवन पद्धति छन्। ती सबैको सम्मान, संरक्षण, प्रवर्धन गर्नु राज्यको दायित्व हो। आज निकै गाली गलौज गर्थ्यौँ हामी। 107 वर्षको राणा शासनकालले कस्तै बनाए, सिद्ध्याए, मोज मस्ती गरे, उच्चस्तरीय विलासित जीवन बिताए, हात्ती चढे कि के चढे चढे भन्थ्यौँ। हो पनि गरे, सबै गरेर गए। तर कहिलेकाहीँ यसो फर्केर हेर्दा नगर्ने को छ र खोज्दै हेऱ्यौँ भने उहिले मात्र होइन, उहिले खुइलेदेखि अहिलेसम्म पनि यस्तै छन्। फरक छैनन्, भेटिँदैनन्। तर एकपटक दिमाग थिचेर हेर्ने हो भनेदेखि त्यस बेलाको भन्दा अहिलेको झन् महाखट्टम देखिन्छ। पहिलेकोले त मोज मस्ती गरे पनि पैसो भने हाम्रै धरतीमा खन्याएर गएका छन्। राणाजीहरूले ठुल्ठुला दरबार महलहरू बनाए, पैसो यसैमा खर्चिएर गए। आजकल त भनिन्छन् नि, खर्बौँ खर्ब डलर जनताको धनमाल सबै विदेशी बैंक र भूमिमा राखी देश कङ्काल बनाएका छन् रे। पनि जनताको वर्तमान भोगाइलाई हेर्दा यस्तै देखिन्छ। यो आजको भिडियो हो। राणाजी श्री 3 महाराज चन्द्रशमशेर सम्बन्धित छन्। टुँडुखेलको सैनिक मञ्च र जङ्गी अड्डाको परिसरभित्र गरी 6 घोडसवार राणाजीहरूका बहादुरी देखिने पोजका फुर्तिला शालिगहरू रहेका छन्, जसमध्ये लुम्बडी अर्थात् भद्रकालीसँगैको टुँडुखेलको कुनामा एउटा विशिष्ट किसिमको घोडसवार धातुले निर्मित बेलायतमा बनेका श्री 3 महाराज चन्द्रशमशेरका छन्। नाम यसमा नलेखिए तापनि यसमा संलग्न सामग्रीले महाराज चन्द्रशमशेरकै हुन् भन्ने पुष्टि पार्दछ। प्रधानमन्त्री चन्द्रशमशेर नेपालकै पहिलो त्यस्ता शासक थिए जसले नेपालमा पहिलो जलविद्युत बनाए। फर्पिङमा यो एसिया महादेशकै दोस्रो जलविद्युत परियोजना हुन्। सन् 1911 मा कठपुतली राजा श्री 5 त्रिभुवनले टुँडुखेल स्थित स्विच दबाएर विद्युत बत्ती बाली उद्घाटन गराइबक्सेका थिए। अमलेखगञ्जमा रेलवेको सुरुवात पनि यसै चन्द्रशमशेर महाराजले सन् 1927 मा गराएका थिए, इन्डिया बोर्डरबाट नेपालमा सामान ल्याउन। त्यस्तै गरी सन् 1920 मा रोपवेको स्थापना पनि नेपालमा पहिलोपटक गराएका थिए। यस रोपवेलाई त्रिचन्द्र नेपाल तारा रोपवे भनिन्थ्यो। तराईबाट काठमाडौँ सामान ढुवानी गर्थ्यो यसले। त्यसबेला चोबार गल्छीमा पुल बनाउने पनि यिनै हुन्। नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज पनि यिनीले नै बनाउन लगाएका हुन्। यस्तै गरी नेपालमा पहिलोपल्ट सैनिकहरूको लागि भनी मिलिट्री हस्पिटल पनि टुँडुखेल महाकाल मन्दिर अगाडि यिनी चन्द्रशमशेर महाराजले नै बनाइदिएका हुन्। घोडसवार चन्द्रशमशेरको शालिग मुनि यिनीले बनाएका थुप्रै संरचनाहरूलाई सायद पहिलोपटक 3 डाइमेन्सनलाई प्रयोग गरी मूर्ति स्वरूप तस्बिर झैँ बनाएका छन्। चन्द्रशमशेरले आफ्ना शालिग मुनि नेपाली जनजीवनमा झल्किने अन्य थुप्रै मौलिक परम्पराका सदृश्यहरू पनि समाविष्ट गराएका छन्। घोडसवार शालिग मुनि यो सबै प्रस्तुत छन्। एउटा खड्किएको कुरो,
यसमा चन्द्रशमशेरले बनाएको 1000 कोठाका सिंहदरबारका झलक भने देखिन नपाउँदा दुःख लागेको छ। एकताका यो एसियामै ठुलो दरबार थियो भनिन्छन्। अन्तमा प्रधानमन्त्री श्री 3 महाराज चन्द्रशमशेरले नेपालको लागि गरिबक्सेका अदम्य साहसिक कामहरूको लेखाजोखा गर्दा उहाँ नेपाललाई आधुनिकीकरणतिर अग्रसर गराउने नेपालको पहिलो सपुत विभूति नै भन्न करै कसरी नलाग्ला। जय 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 श्री 3 चन्द्रशमशेर महाराज की जय। घोडसवार चन्द्रशमशेरको शालिग मुनि जम्मा जम्मी 4 दिशामा गरी 8वटा तस्बिर फ्रेमहरू रहेका छन्। उपत्यकाका नेवार जाबु दाजुहरू खटपट गाउँदै नेपालको पहिलो विद्युतीय बत्ती। बत्ती बढिरहेको दृश्य, विद्युतीय पोल। एउटा चुरुङ्गे पुल, सम्भवतः चोभार गल्छी पुल। गरियाका अमलेख। त्रिभुवन चन्द्र मिलिट्री हस्पिटल सन् 1925। मिलिट्री हस्पिटल महाकाल अगाडि।
दोबार, सुन्दरी घाट, पोखना, पाल्पा दोभान, चन्द्र सेतु, टाढी, लिसङ्खु, रिडी समुद्री घाट, सुनकोशी, तामाकोशी, दोभान। बागमती, धोबी खोला, नखु, गरी घाट, पशुपति, बल्खु, समरी, भैँसे, मिर्सिया, बडाघाट, करी, कालीमाटी, भाखो, श्री त्रिभुवन चन्द्र मिलिट्री हस्पिटल। त्रिचन्द्र कलेज।